कार्यान्वयन गरिनेछ। त्यो गम्भीर विषय छ। अब भ्रष्टाचार नियन्त्रण मात्र होइन, निर्मूल गर्नुपर्छ। यो जेनजी पुस्ताले उठाएको विषय हो। नेपाल बिग्रेको यही कारणले हो। अब कसैले पनि कुनै पनि निकायले कतै पनि अनियमितता भ्रष्टाचार गरेको भेटियो भने त्यसलाई बढीभन्दा हामी एकदम एक्सट्रिममा कारबाही गर्ने छौँ। हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू पनि एकदमै यो भ्रष्टाचार नियन्त्रण नै हाम्रो प्रमुख दायित्व हुनेछ भनेर भन्नुभएको छ। अहिलेको आन्दोलनको प्रमुख विषय पनि भ्रष्टाचार र सुशासन नै थियो। त्यो भएको हुनाले यो विषयलाई चाहिँ मैले एउटा जीवन मरणको विषय लिएको छु। यो ठुलो चुनौती लिएर म यहाँ आएको छु। यदि यो नियन्त्रण भएन, यो यसमा कसैले यसको व्यवस्था गरेर कुनै किसिमले अनियमितता सुशासनमा चाहिँ कायम गर्नमा सहयोग भएन भने कडाभन्दा कडा कारबाही गरिनेछ भन्ने पनि म तपाईँहरूलाई चाहिँ जानकारी गराउन चाहन्छु।